हेलो गुड मर्निङ एभ्रिवान। मेरो बिहानको सुरुवात चाहिँ माथि बुवाहरूको घरबाट हुन्छ भने हामी चाहिँ बिहानै माथि घर जान्छौँ अनि बाबा र बुवा चाहिँ गफ लाउँदै हुनुहुन्छ पुरै मस्त। साइडमा अनि आमा पनि हुनुहुन्छ हजुरआमा। अनि त्यसपछि हामी त्यहाँ स्टार्ट नभएको ट्र्याक्टर थियो बुवाहरूको, त्यही स्टार्ट गर्न खोजेको। बाबाले पनि सक्नुहुन्न, म सिकाइरहेको छु बाबालाई यसरी हान्ने भनेर, तर बाबाले पनि हान्न सक्नुहुन्न। अनि म फेरि अब म हान्छु भनेर जान्छु, तर मैले पनि हान्न सक्दिनँ। 1 2 3 8 हान्नै सकिनँ सुरुदेखि नै। मैले चाहिँ बुवा हाँस्दै हुनुहुन्छ, सक्दिनस् भन्दै हुनुहुन्थ्यो। त्यसपछि फेरि म घर आएँ। घर आएर अनि स्टोनवाला चक्लेट खाएँ, बाबाले ल्याउनु भएको। कस्तो दामी छ होइन, हेर्नु न। म खान्छु हेर्ने अब 1 ओहो मिठो छ, गुलियो लास्टी छ क्या। फेरि म मात्र ढुङ्गावाला चक्लेट खाने। अनि त्यसपछि फेरि म बाबालाई लिएर हाम्रो पारी बाङ्रिङ घर गएँ। बाबा हेर्दै हुनुहुन्छ मम्मीले के गर्नुभयो यताउता भनेर। टक्क खेतहरू जस्तो छ अस्ति जोतेको आँपको आम ठुलो हो हाम्रो आँप। बाबा भन्दै हुनुहुन्छ यस्तो यस्तो रहेछ यहाँ खेतहरू, यताउता रोप्नु भएको छ यताउता भन्दै हुनुहुन्छ। टक्क घरबाट दामी देख्छ क्या भ्यू चाहिँ। फेरि घाम मस्त लागेको छ। घर चाहिँ यही हाम्रो दामी छ, बाङ्रिङको घर यो। हेर्दै हुनुहुन्छ बाबाले घर यस्तो बनाउनु भएको छ भन्दै हुनुहुन्छ मम्मीले। किचनवाला घर, खोर्सानीहरू पनि हेर्दै हुनुहुन्छ बाबाले। बसाइ चाहिँ ठिक छ बाबाको। जस हेर्नु भएको छ मस्त, यताउता खेतहरू यस्तो यस्तो हुनुपर्ने यताउता भन्दै हुनुहुन्छ। मलहरू सबै खनाउनु भएको मम्मीले, योहरू सब देखाइरहेको छु म, हेरिरहनु भएको छ बाबाले। अनि त्यसपछि हामी फेरि माथि पर घर जाने बेलामा बाटोमा मैले बनाएको भिडियो यो चाहिँ। यो चाहिँ हाम्रो सुन्दर 10 नम्बर वडा हो, तिनपाटन गाउँपालिका वडा नम्बर 10 हो। मैले यहाँ एरिया देखाएको छु। त्यसपछि बाबा माथि अब गाउँमा त्यही त हो नि गफ गर्ने। यहाँ टक्क अङ्कलहरू ठुलो बुवाहरू गफ लाउनु भएको छ। अनि त्यसपछि फेरि बाबा बाइक चलाउने भनेर बाइक चलाउँदै आउनु भएको छ। उहाँबाट ट्राई गर्नुभएको छ। आफ्टर 8-9 वर्षपछि बाबाले चलाउनु भएको बाइक चलाउनु भएको। अलिअलि हात बसे छैन भन्दै हुनुहुन्छ, चलाउँदै हुनुहुन्छ बिस्तारै बिस्तारै। अनि त्यसपछि मेरो यो चाहिँ पुरानो घर हाम्रो, यो चाहिँ गाउँको डाँडाको घर हो। धेरै वर्ष भयो हामी यहाँ त बस्दैनौँ। अनि टक्क तल खेतहरू हाम्रो हो। यहाँ टक्क म झरिरहेको छु यहाँबाट। मेरो लास्ट याद आउँछ यो घरको मलाई। धेरै बस्थ्यौँ हामी यहाँ तल। अनि मेरो बाइक पनि तल रोडमा बाबाले ल्याएर राख्नु भएको कि कस्तो दामी देखेछ घाममा। अनि हेर्नु न, म यहाँ चस्मा लगाएको छु, क्याप लगाएको छु, दुलै छ बाटो। भ्लगहरू चाहिँ हेर, त्यही पनि भ्लग बनाउने यसो खोज्छु कहिलेकाहीँ। हेर्नु होला रमाइलो लाग्छ भने होइन। हामी चाहिँ अहिले ठ्याक्क यहाँ चौतारामा छौँ, बाङ्रिङ डाँडाको। यहाँ हाम्रो साथमा हुनुहुन्छ मालदाई। मालदाई भन्नु त्यो चौतारा कति साल भयो भन्नु त? यो कति साल भयो यो चौतारा? तपाईँहरूलाई थाहा भएदेखि हो कि अहिले चाहिँ यहाँ चट्ट यस्तो बनाउनु भएको छ। मेरो बाइक चाहिँ यहाँ छ। भन्नु त मालदाई यो चौतारा कति भयो? पेटी मात्र छ होइन, तर यहाँ बस्ने चाहिँ बनाउनु पर्ने माथि है। बर पिपल दुइटै छ। यो चाहिँ मलाई पनि सानैबाट थाहा छ। मालदाईहरूभन्दा मालदाईहरूसँग अलिक सानै थियो होला, बच्चा हुँदा रोप्यो होला मालदाईहरूभन्दा पहिले रोप्यो भन्थ्यो हामी जन्मै थियौँ त्यस्तो भन्छ। यहाँको चाहिँ यस्तो छ भ्यू। बाटो चाहिँ धुलो छ लास्टै। अहिले त डाँडामा कोही बस्दैनन् कि है, लास्टै भयो नि। हामी पहिला कति रमाइलो हुन्थ्यो मालदाई होइन। टक्क बसिन्थ्यो रमाइलो गर्दै। मालदाई म यहाँ छु, बाबाहरू उता हुनुहुन्छ। कन्ठा हो नभन्नु फेरि यहाँ। अब चाहिँ हामी घर जान्छौँ एकछिनमा।